हिन्दू धर्म, सनातन धर्म, हिन्दू राष्ट्रको बारेमा यसको निमित्त हामी लगभग 10-12 वर्ष भइसक्यो हामी लडिरहेका छौं, हामी लागिरहेका छौं। तर समादरणीय भक्त सज्जनवृन्दहरू, हजुरहरूले के कति ख्याल गर्नुभएको छ? नेपालमा आज धर्मनिरपेक्षताको कारणले गर्दा देशमा धर्म, संस्कृति, संस्कार सबै मासिँदै गएको छ। तसर्थ एकचोटि नेपाल अधिराज्यबाट सारा हिन्दूहरू नजागेसम्म हाम्रो धर्म बच्नेवाला छैन। हाम्रो धर्म जोगिनको लागि यो राजनीतिक व्यवस्थापनले एकदमै ध्यान दिनुपर्ने कुरा हो। आज राजनीतिक नेताहरूले पनि धर्म छोडेर पापलाई रोजेर देशलाई भणखालोमा हालिसकेको अवस्था छ। आज हाम्रो नेपाल जस्तो गरिमामय देशले आज गाली खानु परेको छ। हेर्नुस् त, अमेरिकाले गाली गर्यो हाम्रो देशलाई। अमेरिकाको अहिलेको राष्ट्रपतिले हाम्रो देशका नेताहरूलाई गद्दार भन्यो, हाम्रो नेपालीहरूलाई गद्दार भन्यो। त्यही युएनमा हिजो हाम्रो राजा महेन्द्र जाँदाखेरि सबैले उठेर नतमस्तक गरेर ढोक्दथे। आज त्यो शान, त्यो नेपालीको इतिहास आज हाम्रा नेताहरूले माटोमा मिलाइदिएका छन्। सबै नेपालमा धर्मनिरपेक्षता गर्नुपर्ने कारण के थियो? बल्ल बुझ्नुभयो तपाईहरूले कि आज विदेशबाट, अमेरिकाबाट करोडौं अरबौं पैसाहरू आइरहेका रहेछन्। नेताहरूको गोजी भरेर, नेताहरूलाई फकाएर, मनाएर, नेपालमा धर्मनिरपेक्ष गरेर, नेपालमा गाई काट्ने, गाई खाने, चर्च बनाउने, गाउँ गाउँमा धर्म परिवर्तन गराउने, क्रिश्चियनिटीकरण गर्ने यो काममा विदेशीले पैसा पठाइरहेको रहेछ। अस्ति भर्खर थाहा भयो, अमेरिकाले गाली गर्यो कि कति $मिलियन अरबौं पैसाहरू नेपालमा लिएर गएर गद्दार गरे, नेपाली नेताहरूले भ्रष्टाचार गरे भनेर आज नेपाललाई गाली गरिरहँदा तपाईहरुलाई चित्त दुख्दैन आफ्नो देशको विषयमा? त्यसैले गर्दा समादरणीय सज्जनवृन्द, म धर्मगुरु पनि हो। मैले व्यासपीठमा बसेर मेरो कर्म, मेरो धर्म म गर्छु पनि। तर जब जब देशमा धर्ममा संकट पर्छ, जब जब राष्ट्रमा धर्ममा संकट पर्छ, त्यति बेला मैले भगवानको एउटा सैनिकको भावना, मतलब यो रूप पनि धारण गर्नुपर्ने हुन्छ। तर मैले विगतमा कतिचोटि आन्दोलन गरेँ। तपाईहरुलाई थाहा नै होला, धरानको चर्च काण्ड, हर्क साम्पाङ भन्ने व्यक्ति, एउटा क्रिश्चियन व्यक्तिले आज जबरजस्ती गरेर मठ मन्दिरहरू भत्काएर चर्च बनाउँदै गर्दा म एक्लै व्यक्ति हो त्यहाँ गएर उसलाई खबरदारी गर्ने। त्यसको कारणमा धेरै ठुलो वितण्डा मचेको थियो, सुन्नुभयो होला तपाईहरुले। त्यति मात्र होइन, मैले गाई काट्नेहरूलाई चेतावनी गरेको, यदि तिमीहरूले गाई काटिरहन्छौ भने गाई काट्नेलाई कुनै त्यस्तो वीर पुरुष हो भने गएर त्यसलाई, मैले काठमाडौँमा गएर कुनै पनि उग्र रूप धारण गरेर नपरोस्, शान्त वातावरणले भगवान कृष्ण जसरी शान्तिदूत भएर जानुभयो त्यसै गरी गएर नेता, राजा सबैलाई मिलाएर, जनता सबैलाई मिलाएर नेपालमा धर्मको स्थापना, नेपालको गौरवमय इतिहासलाई फेरि पनि गएर कायम गर्ने कुरामा तपाईहरु सबैको आशीर्वाद मिलोस्। तपाईहरुले, म यहाँबाट गएको 2-5 दिन पछि नै तपाईहरुले मलाई मिडियाहरुमा, समाचारहरुमा देख्न थाल्नुहुन्छ। किनभने मेरो लक्ष्य त्यो आजबाट होइन, 10-12 वर्ष भयो मैले यही हिन्दू सनातन धर्मको निमित्त यो छातीमा गोली पनि खानु परेको छ। मलाई आरोप पनि लगाए यसले आफैले आफैलाई गोली हानेर हिन्दू राष्ट्र ल्याउन गरेको भनेर। तर मेरो भगवान बालाजीको कृपा थियो, मलाई राज्यले मुद्दा लगाए पनि मैले त्यो मुद्दा हारिन। मलाई भगवानले क्लीन चिट दिलाउनु भयो, कुनै प्रमाण थिएन र पनि मलाई कतिपयले यो आरोपहरू लगाएका छन्। म भगवानसँग यही भन्छु कि एक दिन सत्यमेव जयते, एक दिन धर्मको स्थापना गराएर छोड्छौँ हामी। त्यो अभियानमा हामी लागेका छौँ। कसैको आरोप प्रत्यारोपसँग डराउने छैनौँ। समादरणीय सज्जनवृन्द, नेपालमा वैदिक सनातन धर्म भनेको हाम्रो प्राण हो। हाम्रो नेपालीहरूको पहिचान विश्वमा हिन्दू राष्ट्र नेपाल भनेर चिनिन्छ। आज हिन्दू राष्ट्र नेपाल हुँदा के आपत्ति थियो देशमा भन्दा यहाँ क्रिश्चियनहरूलाई आपत्ति भयो, विदेशीहरूलाई आपत्ति भयो। विदेशीहरूको रोटी खाएर, विदेशीहरूको पैसा खाएर, विदेशीहरूको डलर खाएर नेपालमा धर्म निरपेक्ष गरेर यी नेताहरूले हामीमाथि गद्दार गरे। तर म कुनै नेताहरूलाई गाली गर्न चाहन्न। म सबैलाई शान्तिपूर्वक उहाँहरूलाई सम्झाउन चाहन्छु, तपाईहरु मिल्नुस्। देशमा एउटा पनि जनता मर्न हुँदैन। यदि एउटा पनि जनता मरेर शासन व्यवस्था आयो भने त्यो हामीलाई स्वीकार्य हुने छैन। त्यसैले नेता, राजा, जनता सबै मिलेर देशको गौरवमय इतिहास विश्वमा एकचोटि फेरि फैलाउनु पर्छ।
त्यसको लागि हामी गुरुहरू शान्ति दूत भएर हामी जाँदैछौँ काठमाडौँ। हाम्रो अब आन्दोलनमा हो, विगतमा म आन्दोलनहरूमा धेरै रिसाएँ, धेरै आक्रोशमा आएँ, तर अब त्यो भूमिका मेरो हुने छैन। अबको मेरो भूमिका भनेको भगवान कृष्णले जस्तै शान्तिदूत भएर म सबैलाई सम्झाउन पुग्छु र त्यो आन्दोलन भोलि चर्क्यो भने पनि त्यो आन्दोलनमा कुनै जनता नमरुन्, त्यसको लागि एउटा शान्तिपूर्ण भाषा लिएर सबैलाई समेटेर सबैलाई एकजुट गराएर शान्तिपूर्ण ढङ्गबाट नेपालमा धर्म सापेक्ष राष्ट्र नेपाल भनेर एकचोटि फेरि विश्वमा गएर हाम्रो देशको प्रचार गर्ने यो हाम्रो लक्ष्य हो। समादरणीय सज्जनवृन्द, आज नेपालमा सम्पूर्ण आमा दिदीबहिनीहरू सिन्दुर टीका चुरापोते त्यागेर विदेशी धर्ममा प्रबोलमनमा परेर विदेशी डलरको लोभमा परेर आज हाम्रा आमा दिदीबहिनीहरू श्रीमान साथमा हुँदा पनि विधवा जस्तो भएर आज धर्म परिवर्तन गरेर हिँडिरहेका छन्। त्यो आमाको सिन्दुर मेटिनु भनेको मेरो आमाको अस्मिता मेटिनु हो, यति कुराको याद गर्नुहोला। समादरणीय सज्जनवृन्द, संसारमा सबै चिजसँग छोडपत्र हुन्छ, तर जन्म दिने आमा र जन्मदै लिएर आएको धर्मसँग कहिले पनि डिभोर्स हुँदैन, छोडपत्र हुँदैन। यो कुरालाई याद गर्नुहोला सबैले। र आज विश्वमा कयौँ राष्ट्रहरू क्रिस्चियन राष्ट्र छन्, कयौँ राष्ट्रहरू मुस्लिम राष्ट्र छन्, तर आज विश्वको एकमात्र विश्वभरि भएका हिन्दूहरूको हिन्दू राष्ट्र नेपाल यो मास्नुपर्ने कारण के थियो? यहाँ पैसाको खेलमा देशको धर्म बेच्ने काम गरे। जसले धर्म बेच्यो त्यसले आमा पनि बेच्छ, त्यसले श्रीमती पनि बेच्छ। त्यसैले धर्म छाडाहरूलाई खबरदारी गर्नुपर्ने समय आएको छ। मैले आज व्यासपीठबाट यो कुरा बोल्न नमिल्ने हो, तर पनि भागवतको आज जागरणको दिन मैले यतिका दिनसम्म हजुरहरूसँग केही बोलेको थिइनँ। मैले मनमा दबाएर मैले बाँधेर आफूलाई राखेको थिएँ, तर आज यो बुवाहरूको अघि संस्कृति जोगाउने कुरा लिएर जो भजन लिएर आउनुभयो त्यसपछि यो मेरो भित्रैबाट भाव बगेको छ। समादरणीय सज्जनवृन्द, म हजुरहरूलाई व्यासपीठबाट के प्रण गर्छु भने नेपालमा हिन्दू राष्ट्र नफर्केसम्म म चयनको निन्द्रा कहिले पनि सुत्नेवाला छैन। किनभने आजसम्म एउटा धर्मगुरु भएर मैले ठाउँ ठाउँमा कति ठाउँमा म सडकमा पनि बसेको छु, अनसन पनि बसेको छु, मैले कति प्रकारको कष्टहरू भोगेको छु। त्यो मैले केही पनि भोगे जस्तो मलाई लागेको छैन। नेपाललाई हिन्दू राष्ट्र गराउन अगर प्राण जान्छ भने पनि, देश हिन्दू राष्ट्र हुन्छ भने प्राण जाए पर वचन नजाए, हाम्रो प्राण जाओस् तर नेपाललाई धर्मको स्थापना गरेर छोड्नेछौँ। यो काममा तपाईहरू सबैको आशीर्वाद मिलोस्। आमाहरू, नेपालमा कतिपयले राजालाई आजभोलि देखिनु भएको छ मिडियामा राजाको विषयमा खुब ठुलो चर्काचर्की गर्छन्, कतिपयले राजालाई खुब ठुलो गाली पनि गर्छन्, तर ती राजाले कहिले पनि नेताहरूलाई गाली गरे मैले सुनिनँ। ती राजाले कहिले पनि कसैलाई नराम्रो भनेको मैले सुनिनँ। ती राजालाई कतिपयले दाई मारा भनेर आरोप लाउँछन्। यदि दाई मारेको भए राजालाई उहिले जेल हालिसक्थे यी नेताहरूले। उनको त्यो गल्ती कहिले भएन। विदेशी शक्तिले, भारतको CIA लगायत यस्ता एजेन्टहरूले भन्नु पर्दाखेरि भारतको कांग्रेस ISS सोनिया गान्धीको डिजाइन थियो। यो म पक्का रूपले भन्न सक्छु। नेपालको राज संस्था सिद्ध्याएर नेपाललाई नै भारतले कुदृष्टि रूपले एउटा कब्जा गर्ने सोच थियो हिजो सोनिया गान्धीको प्रधानमन्त्री हुँदाखेरि भारतमा। आज त्यो अनुरूप याद गर्नुहोस्, एकचोटि नेपालमा जब राजीव गान्धी र सोनिया गान्धी आएका थिए पशुपतिनाथको दर्शन गर्न, हाम्रो बडा महारानी ऐश्वर्या राज्य लक्ष्मीले वीरेन्द्र सरकारको श्रीमती महारानीले के गर्नुभयो भने उनलाई क्रिस्चियन भएको कारणले गर्दा श्रीमानलाई मन्दिरभित्र जानुभयो पशुपतिनाथमा, तर ऐश्वर्या महारानी अध्यक्ष हुनुहुन्थ्यो पशुपति विकास कोषको, उहाँले जान दिनु भएन सोनिया गान्धीलाई विदेशी धर्मको भनेर। त्यही रिसले गर्दा ऐश्वर्या रानीको मलाई टाउको चाहिन्छ भन्ने सोनिया गान्धीको त्यो वचन तिनीहरूले दरबार हत्याकाण्ड गरेर पुरा गरे। अनि एउटा दाजुभाइको परिवारलाई चाहिँ केही नगरे जस्तो गरेर भोलि आरोप यिनीहरूलाई नै खनिन्छ भन्ने यस्तो खालको ट्रिक, यस्तो खालको तरिका मिलाएर हाम्रो नेपालको प्राचीन इतिहास, हाम्रो परम्परा, हाम्रो धर्म, नेपालको राज संस्था मास्ने काम भयो। त्यसैले गर्दा म अनुरोध गर्छु, यहाँ मैले कसैलाई राजा ल्याउनुपर्छ देशमा भने पनि होइन, तर राजालाई अभिभावक बनाएर तिमीहरू नेताहरूले देश चलाऊ। यो नेपालमा 5-5 वर्षमा राष्ट्रपति कतिवटा चेन्ज गर्छौ तिमीहरू, कतिवटा जिल्लामा राख्छौ भोलि राष्ट्रपति, पूर्व राष्ट्रपतिहरू कहाँ थुपार्छौ तिमीहरू। त्यसैले देशले धान्न नसक्ने कुरालाई तिमीहरू जिद्दी नगर। नेताहरूलाई हामी यही चेतावनी गर्छौँ अब काठमाडौँ गएर कि नेपालमा राजा, नेता, जनता मिलेर यो देशमा शान्ति ल्याऊ, देशको विकास गर।
आज नेपालमा एउटा सियो पनि बन्दैन। लाजमर्दो कुरो, एउटा सियो बनाउने मेसिन फ्याक्ट्री खुलेको थियो, त्यो सियोको प्वाल बनाउन नसकेर हात उठाएर भारतलाई जिम्मा दियो नेपालले। एउटा सियो बन्दैन नेपालमा। हिजो कल कारखाना थियो, टायर, जुत्ता, जनकपुर चुरोट कारखाना, जुट मिलबाट हाम्रो सामानहरू विदेशमा जान्थ्यो। नेपाल धनी थियो, तर आज नेपाललाई कंगाल बनाए। हाम्रा दिदीबहिनी, दाजुभाइहरू, छोराछोरीहरू पढिसकेपछि 11-12 क्लास पढेपछि के छ अब लक्ष्य भन्यो भने अब हामी अस्ट्रेलिया जाने, अब हामी अमेरिका जाने, अब हामी क्यानाडा जाने। कोही पनि आमा बुवाको छोराछोरीहरू आज देशमा छैनन्, सबै बाहिर अमेरिका र अस्ट्रेलिया र क्यानाडा पुगेका छन्। किन भन्दा देशमा गरेर खाने बाटो छैन, देशमा आज केही पनि उद्योग छैन, केही पनि आय स्रोत छैन। नेताहरू हाम्रा दाजुभाइ छोराहरूलाई विदेश पठाएको त्यो रेमिटेन्स पैसा खाएर, घुस खाएर देश चलाइरहेका छन्। भन्छन् नेपालमा धर्म आउनु हुँदैन रे। पहिला पहिला त मान्छेलाई धर्मसँग डर हुन्थ्यो, धर्मलाई मानेर राज्य सम्हाल्थे। तर आज देशमा धर्म छाडा भए सबै नेताहरू दिनभरि राजनीति गर्ने, बेलुका भएपछि जाँड खाएर अनि तरुणीहरूसँग घुम्ने यस्ता नेताहरू भएपछि, धर्म छाडाहरू भएपछि नेपाल कहिले पनि बन्दैन। एकचोटि तपाईहरू नेपालीहरू सबै जुर्मुनाउनुपर्छ, देशभरिबाट जाग्नुपर्छ। तर त्यो हिन्दू राष्ट्रको आन्दोलन कस्तो हुन्छ भने एउटा पनि जनता कोही मर्ने छैनन् र काठमाडौँको चक्रपथभरि करोडौं लाखौं जनताहरू हातमा फूल लिएर जान्छन् त्यो आन्दोलनमा। न पुलिसले लट्ठी चढाउन परोस्, न जनता आक्रोशमा आउन परोस्। जनता करोडौं उत्रेर एकैचोटि शान्तिपूर्ण ढङ्गबाट नेपालमा वैदिक सनातन हिन्दू अधिराज्यको स्थापना गर्ने यो शुभ अवसर मिलोस्। म भागवत भगवानसँग यही प्रार्थना गर्दछु, यही आशीर्वाद माग्दछु। तपाईहरू सबै भक्तहरूले यदि यो कुरा सही लाग्छ भने तपाईहरूले भागवत भगवानसँग यही आशीर्वाद माग्दिनु होला, यो हाम्रो लक्ष्य पुरा होस्। अहिले मलाई काठमाडौँबाट धेरै फोनहरू आएको छ, तपाईँ कहाँ हराउनु भयो भन्नुपर्दाखेरि विभिन्न संवेदनशील ठाउँहरूबाट मलाई फोन आइरहेको छ। तर मैले यो कुरा हिजो अस्ति बोलेको भए मलाई पुलिस प्रशासन आएर नजरबन्द गरेर राख्थ्यो यही पण्डालमा। त्यसैले म केही बोलिन 7 दिनसम्म। भोलि यहाँबाट बिदा भएर जान्छु। त्यसपछि मैले आफ्नो समय अनुकूल म कसरी कतिखेर काठमाडौँ पुगेर हाम्रो पत्रकार सम्मेलन भएर काठमाडौँको चक्रपथभरि हाम्रो कोण सभाको कार्यक्रमहरू छ। नेपाललाई धर्म सापेक्ष गर्ने, हिन्दू राष्ट्र गर्ने, कोही जनता नमरुन्, देशमा शान्तिपूर्ण ढङ्गबाट नेपालमा हिन्दू अधिराज्यको स्थापना होस्, यो ढङ्गबाट हामी कार्य गर्छौँ। यहाँ झगडा गर्ने, उसले उसलाई आरोप लाउने, उसले उसलाई गाली गर्ने बेला छैन। अब सबै मिलेर देश बनाउने बेला छ। यो काममा मैले एउटा ठुलो लक्ष्य राखेको छु। हजुरहरू सबैको आशीर्वाद मिलोस्। तपाईहरू सबैको एउटा आशीर्वादले पनि यो काम हुन्छ। यहाँ धेरै बुढाबुढी आमाहरू हुनुहुन्छ, तपाईहरूले यत्रो दिन व्रत बस्नु भएको छ, तपाईहरूले शुद्ध हृदयले आशीर्वाद दिनुहोस् गुरुजीहरूले गर्न लागेको आँटेको यो काम पुरा होस् भनेर। यो किनभने विश्वको हिन्दूहरूको लागि यो एकदमै महत्त्वपूर्ण कुरा हो। र अब कतिपयले मलाई राजनीति गर्न लागे, गुरुले पार्टी यताउता भन्लान्, म कुनै पार्टीको होइन, म सबै पार्टीलाई सम्मान गर्छु। हिन्दू धर्म चाहिन्छ, ठिकै छ, ल राख्नुपर्छ भनेर मलाई बोलाउनु भयो भने म एमाले पार्टीको कार्यकर्ताले कार्यक्रम राखे पनि जान्छु, काङ्ग्रेसले कार्यकर्ताले कार्यक्रम राखे पनि जान्छु, माओवादीले राखे पनि जान्छु। तर धर्म छैन भने म कोही आफ्नै भए पनि म त्यसकोमा टेक्नेवाला छैन। किनभने वैदिक सनातन धर्म जहाँ हुन्छ त्यहाँ विश्व ब्रह्माण्ड अटाउँछ। हाम्रो धर्मले कहिले पनि हिंसाको बाटो अपनाउँदैन। तसर्थ शान्तिपूर्ण ढङ्गबाट नेपालमा हिन्दू राष्ट्र गराउने यो लक्ष्य हामीले लिएका छौँ। जहाँसम्म अब समय आइसक्यो, अब समय धेरै बेर छैन। नेताहरूले हामीलाई धुरुक्कै रुवाइसके, नेपाललाई खोक्रो बनाइसके, केही छैन नेपालमा अब बाँकी। सारा हाम्रा दाजुभाइहरू सबै विदेशिएका छन्। एकचोटि नेपालमा फेरि सनातन धर्मको बिगुल बज्नेछ, नेपालमा धर्मको स्थापना हुनेछ। त्यसमा हामी गुरुहरू, यी राजनीतिज्ञहरूको मार्गदर्शक भएर उहाँहरूलाई बाटो देखाएर जाने यो प्रेरणा भगवानले हामीलाई दिउन्। र समादरणीय भक्तजनहरू, हजुरहरूले यति मनन गर्नुहोस् कि नेपालमा यदि धर्म रहेन, हिन्दू राष्ट्र आएन, धर्मनिरपेक्ष नै रहिरह्यो भने अबको 10 वर्षपछि तपाईँ हामीले यसरी पुराण गरेर बस्ने यो माहौल पनि बन्दैन। यो देशमा यस्तो प्रकारको गएर यहाँ समाजमा विकृतिहरू आउनेछ। अहिले नै धेरै विकृतिहरू आयो।
विदेशीको क्रीडा बन्यो हाम्रो देश। हाम्रो देशको कत्रो इज्जत थियो, आज विदेशतिर जाँदाखेरि नेपालको गाली सुन्नुपर्छ। बडो बेइज्जतको अवस्था बनाएका छन् हाम्रो देशलाई। त्यसैले मैले यो लक्ष्य किन लिएको भने म गुरु भएर मैले धर्मको प्रचार गरेर हिँड्ने मान्छेले धर्म मासिरहेको, गाई काटिरहेको मैले हेर्न मिल्दैन, मेरो कर्तव्य हो। नत्र भने तपाईहरु भक्तहरूले खुवाएको यो नुनको मलाई श्राप लाग्छ। तपाईहरुको धर्मको रक्षा गर्नु मेरो कर्तव्य हो, जिम्मेवारी हो। गुरु भएर भागवत भन्ने भएर धनको पिछाडी र आफ्नो पेट पाल्नेतिर मात्रै लाग्ने काम गर्यो भने त्यो धर्मको रक्षा भएन। कतिपय अहिले नेपालमा टप लेभलमा कथा गर्नेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि म आह्वान गर्छु, काठमाडौँ गएर उहाँहरू पनि आउनुहुन्छ।